हाम्रो बच्चा कति सुन्दर छ। हो नि, कता कता तपाईँ जस्तै देखिन्छ। म तिमीहरूलाई सधैँ खुसी राख्नेछु। दाइ मलाई यहाँबाट निकाल्नुहोस्, मलाई निकै गाह्रो भयो। मालती, अब हेर्दै जाउँ। अब म के गर्नेछु त्यो रामे अब थाहा पाउनेछ। दर्शकबिनहरू, आजको भागमा यस्तो तहल्का मचाएको छ कि कथा हेर्दै हेर्दा तपाईँको मुटु धड्कन नै बढ्नेछ। किनकि आज मुना यस्तो जालमा फसेकी छिन् जसबाट उम्किन उनलाई निकै गाह्रो देखिएको छ। आफ्नो दाइलाई बचाउनका लागि मुनाले 50 लाखको जिम्मेवारी आफ्नै टाउकोमा लिएको थिइन्। घरको गहना बेचिन्, आफन्त र छिमेकीसँग हात फैलाइन्, तर अन्तिममा के भयो? 50 लाख जुटाउन नसक्दा प्रहरी आफै मुनाको घरमा पुग्यो र मुनालाई पक्राउ गरेर लग्यो। दर्शकबिनहरू, अब यहाँबाट कथा यति खतरनाक मोडमा पुगेको छ कि मुनाको भविष्य अब जेलको 4 पर्खालभित्र जाने हो कि कसैले अन्तिम समयमा आएर उनलाई बचाउने हो, यही हेर्न बाँकी नै छ। अब आउनुहोस् आजको सम्पूर्ण घटनाक्रमलाई एकदमै मजाले बुझौँ। दर्शकबिनहरू, केही समय अगाडि मुनाले आफ्नी आमा दुर्गाको कारणले गर्दा आफ्नो दाइलाई उसले साथ सपोर्ट गर्नको लागि उसले 50 लाख रुपियाँ आफ्नो टाउकोमा लिएका छन्। आमा अहिले जेल हुँदै गर्दा पनि उसको भाइ साक्षी भएको कारणले गर्दा अहिले साहु महाजनले उसकै दाइलाई समात्न खोजिरहेका थिए। बिनहरू, मुनाको दाइ स्वयं त्यसको साक्षी बसेका थिए। साहुले केही समय पर्खियो, तर समय बित्दै गयो, पैसा आएन। अनि अनन्त साहुले प्रहरीलाई खबर गर्यो। प्रहरी आयो र मुनाको दाइलाई समातेर सिधै प्रहरी चौकी लग्यो। दर्शकबिनहरू, त्यो क्षण मुनाको लागि कति ठुलो झट्का थियो होला। आफ्नो दाइ प्रहरीको नियन्त्रणमा, एकातिर दाइको चिन्ता, अर्कोतिर 50 लाखको ऋण, अनि आफू पनि कानुनी झमेलामा पर्ने खतरा। तर मुना डराएर बसिनन्। मुना सिधै प्रहरी चौकी पुगिन् र त्यहाँ पुगेर उनले यस्तो निर्णय गरिन् जुन निर्णयले उनको जिन्दगी नै उल्टो दिशातिर धकेलिएको दियो। मुनाले भनिन्, म 1 हप्ताभित्र 50 लाख रुपियाँ बुझाउँछु, तर अहिले मेरो दाइलाई छोडिदिनुहोस्। म अहिले कागजको जवानीमा राखेर मेरो दाइलाई म छुटाउने छु भनेर ऊ आफै साक्षी भएर दाइलाई लिएर घर आएका छन्। दर्शकबिनहरू, सोच्नुहोस् त, मुनासँग 50 लाख छैन, तर पनि उनले 1 हप्ताभित्र 50 लाख बुझाउने शर्तमा आफ्नो दाइलाई छुट्याएर ल्याइन्। अब सुरु भयो मुनाको वास्तविक सङ्घर्ष। बिनहरू, उसले 1 हप्ता, मात्र 1 हप्ता 50 लाख रुपियाँ अब कहाँबाट ल्याउने? मुना सबैभन्दा पहिले छरछिमेकीसँग पुगिन्, आफन्त कहाँ पुगिन्, परिवारका सदस्यसँग सहयोग मागिन्। दाइलाई बचाउन पैसा चाहियो भन्दै हात फैलाइन्, तर दुर्भाग्य कसैले पनि 50 लाख जुटाउन सकिन। अनि दर्शकबिनहरू, त्यसको मुनाले आफ्नो जीवनकै सबभन्दा ठुलो त्याग गरिन्। आफ्नो घरमा भएका सम्पूर्ण गरगहनाहरू बेचिदिइन्। दर्शकबिनहरू, हो, आफ्नो गहना, आफ्नो सम्पत्ति, आफ्नो वर्षौको बचत सबै बेचिदिन् र जसो तसो 20 लाख रुपियाँ जम्मा गरिन्। त्यो पैसा लिएर साहु कहाँ पुगिन्। साहुलाई 20 लाख बुझाइन्, तर साहुले स्पष्ट भने, बाँकी रकम पनि केही दिनभित्र बुझाउनु पर्छ। अब फेरि मुनाको अगाडि ठुलो सङ्कट। 20 लाख त जुटाइन्, तर बाँकी पैसा कहाँबाट ल्याउने? दर्शकबिनहरू, यहाँ मुना यति ठुलो दबावमा पुगिन् कि आफ्नो परिवारलाई समेत वास्तविक कुरा बताउन सकिनन्। उनले घरमा भएको गरगहना चोरी भएको झुटो कथा सुनाइन्। राति घरमा चोर आएर सबै गहना चोरेर लगेछन्। अनि त्यसपछि घरमा सुरु भयो तनाव। एकातिर पैसा छैन, अर्कोतिर गहना चोरी भएको खबर। परिवारका सदस्यहरू चिन्तित र त्यसमाथि घरका मुख्य व्यक्ति राम घरमा छैनन्। तर दर्शकबिनहरू, राम कहाँ थिए? राम थिए काठमाडौँमा। अनि काठमाडौँमा पनि रामको जिन्दगीको अर्को ठुलो सङ्कट आइपरेको थियो। राम आफ्नी श्रीमती कमलाको उपचारको लागि काठमाडौँ पुगेका थिइन्। कमलाको उपचार चलिरहेको थियो, तर अचानक डाक्टरले रामलाई यस्तो खबर दिए, कमलाबाट बच्चा जन्मने भएको छ। दर्शकबिनहरू, एकातिर यो खबरले रामको जीवनमा खुसीको लहर ल्यायो, तर अर्कोतिर त्यही समयमा अर्को झट्का आयो। कमलाको उपचारको लागि 50 लाख रुपियाँ आवश्यक पर्ने भयो। 50 लाख, फेरि त्यही 50। मुनालाई दाइ बचाउन 50 लाख चाहिएको छ, उता रामलाई कमलाको उपचारको लागि 50 लाख चाहिएको छ। एउटै परिवार, दुई समस्या, दुवैको रकम 50 लाख। अब रामले के गर्ने? समय पनि थोरै थिएन, समय धेरै थिएनन्। अस्पतालले रामलाई 1 हप्ताभित्र पैसा बुझाउनु पर्छ भनेर डाक्टरले बताएका थिए। दर्शकबिनहरू, रामले एकछिन पनि ढिलो गरेन, कसैले केही भनेन, कसैलाई सल्लाह गरेन र अनन्त रामले आफ्नै घर बेचिदिए। हो दर्शकबिनहरू, आफ्नो घर, आफ्नो परिवारको आश्रय
तर रामका लागि त्यति बेला घरभन्दा ठुलो कुरा थियो कमला र उसको गर्भमा रहेको बच्चाको जीवन। रामले घर बेचेर पैसा लिए, काठमाडौँ पुगे, अस्पतालमा पैसा बुझाए र त्यसपछि आएको दृश्यले चाहिँ साँच्चीकै मन छोयो। राम र कमला दुवैका आँखामा खुसी, कमलाको उपचार हुने भयो अनि उनीहरूको जीवनमा नयाँ सन्तान आउने भयो। रामलाई लाग्यो होला अब सबै ठिक हुँदैछ, तर दर्शकबिनहरू रामलाई के थाहा, उता आफ्नै घरमा अर्को ठुलो विपत्ति आइरहेको थियो। मुना साहुले दिएको समयभित्र पैसा बुझाउन सकिनन्, समय सकियो, साहुले पर्खेनन् अनि अनन्त प्रहरी मुनाको घरमै आइपुग्यो। दर्शकबिनहरू अब कल्पना गर्नुहोस् त त्यो दृश्य, घरको ढोकामा प्रहरी, मुनाको आँखामा डर, परिवारका सदस्यहरू स्तम्भ। मुनालाई थाहा भयो अब आफूलाई बचाउन निकै गाह्रो छ। जसले आफ्नो दाइलाई बचाउन यति ठुलो जोखिम लिइन्, जसले आफ्नो गहना बेचिन्, जसले 20 लाख साहुलाई बुझाइन्, जसले 1 हप्ताभित्र बाँकी रकम जुटाउने वाचा गरिन्, तर अन्तिममा त्यही 50 लाखको कारण मुनालाई प्रहरीले पक्राउ गरेर लग्यो। दर्शकबिनहरू आजको भाग यही आएर सकिएको छ, तर कथा सकिएकै छैन। अब कथामा झन् खतरनाक बनेको छ, किनकि सबैभन्दा ठुलो प्रश्न, मुना जेल जान्छन् कि जेल पुग्नु अघि नै कसैले उसलाई बचाउँछ? अर्को प्रश्न, रामले मुनालाई प्रहरी पक्राउ गरेको खबर पाए भने के गर्लान्? रामले त कमलाको उपचारको लागि आफ्नो घर नै बेचिसकेका छन्। अब फेरि मुना बचाउन उसले के बेच्ने? के रामले आफ्नो बाँकी सम्पत्ति पनि त्याग्ने छन् त? के यसपटक रामले मुनालाई आफ्नो हालतमा छोड्नेछन्? अनि दर्शकबिनहरू मुनाले पनि त आफ्नो दाइलाई बचाउनको लागि यो सबै गरेकै हुन्। के मुनाको नियत गलत थियो कि पारिवारिक स्थितिले उनलाई यस्तो निर्णय लिन बाध्य बनायो? यही प्रश्नले अब कथामा अझै ठुलो मोड पुर्याउने देखिन्छ। आजको भागमा एउटा कुरा चाहिँ स्पष्ट भयो, उनले आफ्नो दाइका लागि सबै थोक गुमाइन्, गहना गुमाइन्, घरमा तनाव निम्ताइन्, 50 लाखको जिम्मेवारी लिइन् र अन्तिममा आफ्नै स्वतन्त्र गुमाउने अवस्थामा पुगिन्। अनि यता राम कमलाको खुसीको लागि, आउँदै गरेको बच्चाको भविष्यको लागि आफ्नै घर गुमाउन तयार भए। दर्शकबिनहरू यो कथा अब केवल पैसाको कथा रहेन, यो कथा भनेको छ त्यागको, परिवारको मायाको र परिस्थितिको सङ्घर्षको। तर अब अर्को भागमा सबैभन्दा ट्विस्ट आउन सक्छ। यदि रामले मुनालाई बचाउन खोजे भने के रामले फेरि अर्को ठुलो त्याग गर्नेछन् त? यदि रामले सहयोग गरेनन् भने के मुना जेलमै जानेछिन् त? जेलमै उसको यात्रा सकिने हो त? अनि यदि मुना जेल गइन भने दाइलाई बचाउने खोजेको उनको त्यागको परिणाम तीसम्म दर्दनाक हुनेछ। अब 20 लाख कहाँबाट, अब 30 लाख मुनाले कहाँबाट जोगाउँछिन् होला? उनलाई जेल जानबाट कसले बचाउन सक्छ? राम कि कुनै नयाँ पात्रले? तपाईँलाई के लाग्छ? कमेन्टमा आफ्नो विचार तपाईँलाई मुनाले साँच्चै राम्रो गरेको हुन्, उसको त्याग मान्नुपर्छ, मुना आफ्नो दाइको लागि यतिसम्म गरेका हुन् भनेर तपाईँलाई मन पर्यो भने मुनालाई बचाऊ भनेर लेखिदिनु होला। किनकि दर्शकबिनहरू अब मुनाका अगाडि केवल 2वटा बाटो देखिएका छन्, एउटा बाटो जेलतर्फ, अर्को बाटो उद्धारतर्फ। तर त्यो उद्धार गर्ने व्यक्ति को हो त्यसको जवाब अर्को भागमा मात्र खुल्नेछ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। बिनहरू गत एपिसोड हेर्दै गर्दा एकतर्फ हामी निकै खुसी छौँ, किनकि अब कमलाको कोखबाट सन्तान जन्मे भएको छ। आज रामको परिवारमा नयाँ खुसियाली छाउने भएको छ। अब रामको जिन्दगी नयाँ मोडतिर जाने भएको छ। तर अर्कोतर्फ मुनाको त्यागले गर्दाखेरि, मुनाको एउटा निर्णयले गर्दाखेरि आज मुना जेल जानुपर्ने भएका छन्। के साँच्चीकै अब मुना जेलमै बस्नेछन् कि उसलाई बचाउन रामले कुनै नयाँ उपाय खोज्नेछन्? यदि रामले बचाउन खोजे भने रामसँग अब उसको नाममा भएको सम्पत्ति केही नै छैन, उनले घर बेचिसकेका छन्। अब रह्यो कुरा 30 लाख रामले कसरी ल्याउन सक्छ होला त मुनालाई बचाउनको लागि? के अब मुनालाई बचाउनको लागि कुनै नयाँ पात्र आउनै पर्ने हो त? यी सम्पूर्ण कुराहरूको जानकारी हामी आगामी भिडियोमा दिने नै छौँ। यति जेलसम्म हेरेर